मानिसको हरेक सुख दुःख र प्रेमको महसुस सबै कुरा भनेको हाम्रो केमिकलमा आधारित रहने गर्दछ। जसमा हाम्रो दिमागभित्र धेरै केमिकलहरू छन्, सेरोटिन, डोपामिन, अक्सिटोसिन, जसले प्रेमको अनुभूति दिन्छ। यस्ता धेरै केमिकलहरू छन्। यो केमिकल त्यो टाइममा रिलिज हुन्छ जब हाम्रो मन, जब हाम्रो दिमाग एकदम धेरै शान्त हुन्छ, तब यो केमिकल रिलिज हुने गर्दछ। र धेरै जसो केसहरूमा मानिसहरूलाई लाग्न सक्छ, अहिले मान्छेहरू हुन्छ नि ब्रेक लभ गर्ने, यस्तो गर्ने हुन्छ, र उनीहरूलाई के लाग्न सक्छ भने यो नै हुन्छ नि, उसबाट त्यो व्यक्तिले गर्दाखेरि म आनन्दित भएको, म खुसी भएको भन्ने त्यो फिलिङ्स हुन्छ उसलाई। किनकि उसको विवाह अगाडिको सोच के हुन्छ भने उसको के पाउने, अरू पाउने उसलाई आशा नै हुँदैन र भनिरहेको हुन्छ तिमी पाए बाँच्ने हो नत्र मर्ने, भने उसको एउटा मात्र डिमान्ड हुन्छ, उसँग अरू डिमान्ड नै हुँदैन। त्यस कारणले गर्दा मन यति धेरै कन्सन्ट्रेट हुन्छ र एउटा कुरामा मात्र कन्सन्ट्रेट हुन्छ। त्यस कारणले गर्दा उसको सबै कुरा पोजिटिभ देखिरहेको हुन्छ र त्यो दिमागबाट चाहिँ हाम्रो अक्सिटोसिन भन्ने केमिकल रिलिज भइरहेको हुन्छ र उसलाई प्रेमको अनुभूति हुन्छ। तर जब विवाह गरिन्छ त्यसपछि यो केमिकल रिलिज हुनको लागि कसरी अलिकति कम हुन्छ भन्दा उसको मनमा धेरै कुराहरू खेल्न थाल्छ कि उसको धेरै इच्छाहरू बढ्न थाल्छ। पहिला तिमी भए हुन्थ्यो भन्ने इच्छा थियो भने अब अरू नै डिमान्डहरू बढ्न थाल्छ। अनि जब यो इच्छाहरू बढ्दै जान्छ, मन जब चञ्चल हुन्छ, त्यसपछि हाम्रो दिमागबाट सेरोटिन भन्ने केमिकल, अक्सिटोसिन भन्ने केमिकल जसले प्रेम प्याको फिलिङ दिन्छ, त्यो केमिकल नै रिलिज हुँदैन। त्यस कारणले गर्दाखेरि पनि उनीहरूले त्यो प्रेमको फिल नै गर्न सक्दैनन्। नम्बर 1। नम्बर 2 मा रहेको छ हाम्रो दिमागले जहिले पनि नयाँ नयाँ कुरा खोज्ने गर्छ। उसलाई पुरानो कुराबाट उसले रस लिनै सक्दैन। त्यस कारणले गर्दाखेरि पनि अब धेरै जस्तो हामी कामहरूको कुरा गर्दाखेरि पनि अथवा जे कुरा गर्दाखेरि पनि हाम्रो दिमागले नयाँ नयाँ कुरा लिन सुरु गर्छ। त्यसैले गर्दा यो भ्रम, यो इल्युजनमा नपरौँ कि सबै कुरा भनेको हामीलाई दुःखी बनाउने, हामीलाई खुसी बनाउने, हामीलाई प्रेमको फिलिङ्स दिने भनेको सबै कुरा भनेको हाम्रो दिमागभित्रको केमिकल हो। यदि त्यो केमिकल रिलिज भएन भने तपाईँलाई सारा संसार सबैले प्रेम गरे पनि तपाईँले त्यो प्रेमको अनुभूति नै गर्न सक्नु हुँदैन। तर यदि तपाईँको दिमागबाट त्यो प्रेम, अक्सिटोसिन, सेरोटिन, डोपामिन जस्ता केमिकलहरू रिलिज भयो भने तपाईँलाई यो सारा संसार दुनियाँको सबैले विरोध गरे पनि तपाईँ ह्याप्पी रहन सक्नुहुन्छ। यो भनेको हाम्रो दिमागको नेचर हो। यसलाई बुझ्नुपर्छ। जब यसलाई बुझिन्छ भने हामी बाहिरको भ्रमबाट सदाको लागि मुक्ति हुन्छौँ। जब हामीले यो सत्य तथ्य कुराहरूलाई बुझ्छौँ भने हाम्रो आफ्नो जीवनको जतिखेर पनि जुनसुकै सिचुएसन पनि हामीले निर्माण गर्न सक्छौँ। कुनै सिचुएसनमा हामीलाई रिसाउनु पर्ने स्थिति छ भने त्यसमा मैले तुरुन्त मैले रिसलाई उत्पन्न गर्न सक्छु, न कि अर्काको प्रभाव परेर होइन, म आफ्नो सो इच्छाले। काहीँ कुनै ठाउँमा मलाई डराउनु पर्यो भने आफ्नो सो इच्छाले मैले डरलाई प्रकट गर्न सक्छु। त्यस्तै गरी कुनै ठाउँमा म ह्याप्पी हुन पर्यो भने पनि, रिसाउनु, स्याड हुनु पर्यो भने पनि, जुनसुकै सिचुएसनमा पनि मैले आफूलाई नियन्त्रण गर्नुपर्ने ठाउँमा मैले नियन्त्रण गर्न सक्छु र प्रकट गर्नुपर्ने ठाउँमा मैले प्रकट पनि गर्न सक्छु। जब हाम्रो दिमागको केमिकलहरू आफ्नो हातमा हुन्छ र यसलाई कसरी चलाउने भन्ने कुरा, यसको बारेमा जब हामीले बुझ्छौँ भने हामीलाई बाहिरी संसारमा त के पनि छैन रहेछ भन्ने कुराको महसुस हुन्छ। नत्र भने धेरै एन्जाइटी, डिप्रेसन भएको मानिसहरूलाई हेर्नुहोस् त, उनीहरूलाई बाहिरी संसारमा जतिसुकै सबै कुरा दिए पनि उनीहरू ह्याप्पी हुन सक्दैनन्। किन त? किन भन्दा उनीहरूको दिमागबाट सेरोटिन र डोपामिन केमिकल रिलिज नै भइरहेको हुँदैन। जब त्यो हामीलाई त्यो खुसीको फिलिङ दिने केमिकलले हो, जब त्यो केमिकल रिलिज हुँदैन भने हामी कसै गरी पनि खुसी हुनै सक्दैनौँ। बहाना त हाम्रो मनले धेरै बनाउँछ। उसले मलाई दुःख दियो, उसले मलाई त्यो गर्यो भने धेरै बहाना बनाउँछ। तर सत्य तथ्य कुरा भनेको चाहिँ केमिकल नै हुन्छ। जब हामी आफू खुसी हुन्छौँ नि, जब म एकदम धेरै खुसी भएको बेलामा बाहिरी कसैले एकदम धेरै गाली गरे पनि त्यसलाई पचाउन सक्ने क्षमता वृद्धि हुन्छ, त्यो केमिकलले गर्दाको। तर म यदि रिसाएको छु, मलाई रिस उठिरहेको छ, म आफैमा कमजोर छु भने बाहिर कसैले राम्रै भन्दा पनि मेरो दिमागले त्यसलाई नकारात्मक वेबाट बुझिदिन्छ।
त्यसकारण मेन सेन्टर, मेन भनेको हामी आफू नै हो र आफू अनुसार नै हामीले अरूलाई व्यवहार गरिरहेका हुन्छौँ। हामी जस्तो छौँ अरूलाई पनि त्यस्तै व्यवहार देखाइरहेका हुन्छौँ। त्यसकारण यो भ्रमबाट बाहिर आउनुहोस् कि हाम्रो खुसी दुःख भनेको बाहिरी कुनै व्यक्तिबाट पनि आउँदैन। हामी सबैलाई भगवानले यस्तो दिमाग दिनुभएको छ कि बाहिर कसैले जे भने पनि त्यसलाई तिमीमा डिपेन्ड हुन्छ। अरूले के भन्छ भन्ने कुरा मात्र 10% हो, तर तिमी आफूले आफूलाई त्यो कुरालाई कसरी लिन्छौ र कसरी बुझ्छौ त्यो कुरालाई भन्ने कुरा 90% हुन्छ। त्यसकारण आफ्नो दिमागलाई बुझ्ने कोसिस गर्नुहोस्। यो भ्रमबाट जहिले पनि बाहिर आउनुहोस्। जब तपाईँ आफूले आफूलाई नियन्त्रण गर्नुहुन्छ भने सारा संसार दुनियाँलाई पनि तपाईँले नियन्त्रण गर्न सक्नुहुन्छ। तर हामीले यदि अरूलाई नियन्त्रण गर्न खोज्यो भने हामी आफै सबैको नियन्त्रणमा बस्न पर्ने हुन्छ। त्यसकारणले भनिन्छ तिमी बदले संसार बदलिन्छ। जब तिमी एकजनाको सोच बदलिन्छ भने तिम्रो सोचले सारा सबैको सबै परिवर्तन गर्न सक्ने क्षमता हुन्छ।